हेलो एभ्रिवान, नमस्कार, वेलकम टु माई युट्युब च्यानल अनिल कटल 6061 मा। र आज पनि सदा चाहिँ रमाइलो टिकटक भिडियोलाई लिएर रियाक्सन गर्नको लागि आइसकेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो कस्तो लाग्छ, मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर सपोर्ट पनि गरिदिनु होला भन्दै आजको भिडियोतिर अघि बढाउँ त साथीहरू। ल छ के हो यस्तो आज जस्तै पारेर के तिमीले बोलाएको थियौ मलाई? ए सरी एउटा सुन न, एउटा अस्ति के रे एउटा बित्सेको भाइ उसलाई चाहिँ उसको ममलाई चाहिँ हेल्प गर्नु पर्यो अरे। पखल त हेल्प त गर्नुपर्छ हौ। हाम्रो एकदम हेल्पफुल मान्छे हुनुहुन्छ को भाइ जता पनि। फेरि पठाउ भन त उसलाई। गफा गर्ने कुरो हुन्छ नि त। ल अरू के छ त हाल खबर? कस्तो भयो त आन्दोलन? कस्तो भयो भनौँ? कस्तो हुनु म त नै थिएँ भनौँ न, लुका छुपी नै भइरहेको थियो मेरो चाहिँ। तिम्रो के आइरहेको थियो नि, तिमीहरू ऊ बस्यौ भनेर के बस्यो हेड लिस्टमा छौँ भनेर तिमीहरूलाई के थ्रेट आएको थियो? कुराकानी भइरहेको थियो भनौँ न। थ्रेट भन्दा पनि अब त्यस्तै कुराहरू आइरहेको थियो। अनि यस्ता थ्रेट सेरेट खल्ली बल्ली अब जेन्जी यु नो भेरी इन्टेलिजेन्ट। के भयो कि मेरो आँखा? वाउ, तिमीले के गर्न लाग्थ्यौ र यिनीहरूले सबले मलाई उ गरिरहेको थियो? तिमीले केही त गर्न लाग्थेनौ नि? केही पनि थिएन हौ, मतलब के बसी उ गरिरहेको थियो कि अल्छी लागिरहेको थियो यो भनौँ न। बोल्ने मात्र पनि कोही थिएन, अब कस्तो बोल्नु कुराकानी गर्नु। तिमी त छौ नि दुःखमा साथ, दुःख सुखको साथी। भन न तिमीलाई के भइरहेछ भन न। म छु त तिम्रो लागि, किन टेन्सन लिन्छौ तिमी? यतिको साथ र सपोर्ट भएपछि सक्यो है। शेयर पनि आज के गर्ने विचार छ तिम्रो? आज के गर्नु केही नै, जोस जागरै छैन कि बुझेन। बोल्ने यहाँ लाइभ आउने पनि जोस जागर थिएन। मान्छेहरूले मेसेज पठायो यताउति गर्दै यहाँ अति नै भयो कि। मलाई त के भयो दिजु तपाईँ ठिक भइसिन्छ भन्दै मेसेज पठाइरहेको छ त्यो इन्स्टामा। आन्दोलनको किन रोको नि? म रोको होइन कि, मेरो तिमीले के भन्यौ? मेरो आँखा हेर न कस्तो पुलेको। अब मैले भनेर कसरी पोल्ने आँखा तिमीलाई? तिमीले त्यहाँबाट पक्कै गाली दियो जस्तो। यो त अघि खोर्सानीले भनेको कि नै भन त। तिमीले मलाई कहिले गाली दिन्छौ त? तिमीले त मलाई माया मात्र गर्छौ। कस्तो तिमीले? अनि मैले त गाली दियो भनेर भन्यो नि त। जिस्काको नि तिमीले कहिले गाली दिन सक्छौ? तिमीले मलाई कहिले गाली? दिजु सन्चै होइसिन्छ? दिदी चाहिँ सन्चै छ कि। हाम्रो सानो ऊ चाहिँ बुलेट चाहिँ बिरामी छ आज। के भएछ बुलेटलाई? एक्सप्लेन नै गर्नु। यस्तो कस्तो भइरहेछ आज मलाई, यस्तो धेरै पछि ब्याक आएको जस्तो, धेरै अल्छी लागिरहेको जस्तो, धेरै त्यो के बोल्ने नआउँदै यस्तै हुन्छ नि। कस्तो झ्याउ लाग्छ नि बोल्न, के झ्याउ लाग्छ, कस्तो कम्फर्टेबलै हुँदैन। दिनदिनै आउँदाखेरि अर्कै इनर्जी हुन्छ, अनि फेरि ग्याप भएर आउँदाखेरि अर्कै इनर्जी हुन्छ। तिमी त सुतेर उठे आएको छ? होइन सुतेकै छैन। कहाँ सुतेर कि तिमी जिम गएर हो? कहीँ निस्केको छैन, हिजो निस्किरहेको थिएँ अनि अब आज चाहिँ ननिस्केको। तिमी हस्पिटलहरू पनि गयौ नि? गएको थिएँ। घाइतेहरूलाई हेर्नु पर्यो। ऊ हस्पिटल पनि गएको थियो, केही भएन। सफा गर्न पनि गएको थियो। अब सबतिर जान्छ पुनटुरी सब। हेल्पफुल मान्छे तर भन्दैन उसले। मैले भन्दै तिमीहरूलाई जानकारी गराइदिन्छु म। एउटा भाइले पख न, हामीले अलिकति उ गरौँ भनेको। कहाँ हो हामी? पख न बोलाउँछु। ह्याङओभर भएछ दाइलाई। म केही खाँदैन हौ त्यस्तो कुराहरू, केही भन्ने नथिङ के त्यो। उसले सब छोडिदियो। छोडिदिँदै कहिले खाएको थियो तिमीले? छोडिदिँदै के छोडिदियो? मेगाश्री सेगाश्री नाटक धेरै नगर न। मेगाश्री सेगाश्रीको कुराहरू के गरिराख्नु भएको थियो, त्यो केही पनि खाँदिनँ है म। त्यो दिनेश भन्ने भाइलाई बोलाउ त जाऊ। गाइज भर्खर मलाई रिक्वेस्ट गरेको थियो, मैले मिस्टेकली मैले कट गरिदिएछु क्या। दिनेश भन्ने भाइ कता जोडिने हो यसो। अब सबैतिर जोडिएर काम गर्नु पर्यो। ए तिमीले कहिले पनि केही खाएको छैन? फुल नेचर कस्तो कुरा गर्छ? के खाएको थिए? तिमीले
कहिले पनि के खान्थेनौ हितैसी मान्छेलाई थाहा तिमी अनि तिमीले कहिले पनि केही खाँदैन मेरो आँखा जुदाएर भन गुल्ला जस्तो छ तर उसले कहिले खाँदैन यतिकै भनिदिएको मैले हस् त साथीहरू आजलाई भिडियो यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहे हस्त नमस्कार।